Say hello everyone and welcome back to yet another exciting Susan blog. र आज हामी आएका छौँ फिदिमबाट केही किलोमिटर माथि रहेको अ ब्युटिफुल एन्ड पिसफुल इन्भाइरोमेन्ट रहेको अनि याक्थुङ कल्चरलाई एकदमै धेरै डेमोन्स्ट्रेट गर्नुभएको ब्युटिफुल क्याफे दानाज क्याफेमा आएका छौँ। मम्मी मनिषा र म चाहिँ आज हामी यो दानाज क्याफेमा लिम्बू टिपिकल फुड यसै गरी कल्चरल फुड र यहाँको ब्युटिफुल भाइब्सलाई चाहिँ क्याप्चर गर्नको लागि साथमा यो ब्युटिफुल इन्भाइरोमेन्टसँग रमाउनको लागि चाहिँ आज हामी आएका छौँ। यहाँ सिलाम साकमा ठुलो उहाँले यो बनाउनु भएको रहेछ बाहिरी भागमा र एकदमै शान्त वातावरणमा ब्युटिफुल क्याफे रहेको छ जहाँ चाहिँ हाम्रो इन्ट्री पोइन्टमा सिलाम साकमा यसै गरी याक्थुङ लिम्बूहरूको मौलिक बाजा केले चाहिँ उहाँले हामीलाई स्वागत गर्नुभएको छ। ब्युटिफुल क्याबिन यसै गरी भित्रको एकदमै दामी सोफिस्टिकेटेड एन्ड कम्फर्टेबल रुम साथमा सबभन्दा बेस्ट कुरा चाहिँ यहाँको ब्युटिफुल हस्पिटालिटी जुन चाहिँ हामी याक्थुङ कल्चरमा डिपेन्ड्स रहेर उहाँले गर्नुहुन्छ अनि यहाँको एकदमै मिठो खानेकुरा जसले मेरो जिब्रोलाई स्टिल अझै पनि लठाइरहेको छ। र मेरो ब्लग हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच, किप वाचिङ।